हेलो साथीहरू, स्वागत छ तपाईहरु सबैलाई मेरो फर्स्ट ब्लगमा। तो हेर्न सक्नुहुन्छ मैले काम गर्ने ठाउँ हो यो चाहिँ। तपाईहरुलाई चाहिँ आज म दिनभरिमा के काम गर्दै रहेछु सबै थोक देखाउँछु है त। तो लास्टसम्म सबैले हेर्दिनु होला। हामीहरु चाहिँ अब यहाँ ट्रक लाएर पुल खेल्दै छौं। तो हेर्नु होला। Stripe or solid? Oh, champion. Oh. Wow. Clean shot. He's champion, huh? Oh. Why you lost, huh? You also champion. मैले हार्छु जस्तो छ साथीहरु। मेरो 6वटा छ, उसको जम्मा 2वटा छ। ओहो, 3 गोटीले हारे साथीहरु मैले। खत्रै च्याम्पियन रहेछ नि त यो त नि। अब अर्को गेम चाहिँ म जित्ने कोसिस गर्छु है त। अहिले चाहिँ हाम्रो मुदितको मेसेज आइसक्यो है। सो यो गेम हामी भ्याउँछौँ कि भ्याउँदैन, तर भ्याउने कोसिस गर्छौँ है त। म त फेरि हार्छु जस्तो छ यार। च्याम्पियन रहेछ अनि। हेर्दै गर्नु होला तपाईहरुले। तो आज चाहिँ हामी पार्टीको सेटअपहरु गर्नुपर्छ। बारबेक्यू पार्टी छ, हेर्दै गर्नु लास्टसम्म। पहिलो भ्लग हो, त्यही भएर खासै कन्फ्युज भइरहेको छु के बोल्ने के देखाउने भनेर। तो हेर्दै जानु। पार्टी सेटअप गर्ने भनेको आज चाहिँ अहिले चाहिँ पानी पर्छ जस्तो छ, त्यही भएर हामी अलिक पछि गर्छौँ ल। ट्रेनिङ पनि चल्दैछ। यहीँ हो क्या पार्टी सेटअप गर्ने चाहिँ। टेबलहरू सबै थोक यहीँ हो, यहीँ बाहिरै हुन्छ सेटअपहरू, त्यही भएर। अनि म चाहिँ यहाँ फोटो दिन लागेको मुदितलाई, पानी पर्ने बेला सेटअप गर्ने कि नगर्ने भनेर। सो हेर्दै जानु होला। यहीँ हो सेटअप गर्ने ठाउँ चाहिँ। पुरै बेलुका पार्टी पनि देखाउँछु म।
आज खराब हुने भयो किनकि यहाँ पानी परिरहेको छ आकाशबाट सबै सेटअप त भइसकेको छ तर पानी पर्न थाले पानी पर्यो भने आज कसरी खाने पानी परेर फेरि सबै रिमुभ गर्दै दिमाग खराब भयो आज हुन्छ कि अर्को ठाउँमा हुन्छ कि हाम्रो चाहिँ पानी परेर पार्टी सबै भयो अर्को ठाउँमा पोस्टपोन भयो अर्को ठाउँमा सारेको पुरै सामानहरू भित्र गर्ने रे किनकि पार्टी चाहिँ आज नभए नहुने बाहिरबाट मान्छे आहा सो enjoy আমাদের এখানে রাজনা আ গিয়া হ্যালো গাইস ওয়েলকাম টু মাই ইউটিউব我那个出灰的呢？他买的呀，他买了，我让他买了3个，现在不想了，现在找不着了。这个碳刚刚好，对吧？烤完后一泡蒜。 टक्क पानी परेर पार्टी साटी अहिले होल्डमा छ हामी चाहिँ टक्क रिल्सहरू बनाउँदै मजा गर्दै सेफहरू केटाहरू खेल्दैछ नि खाना चाहिँ स्टार्ट भयो खानाहरू चाहिँ आधा दे रहा है ना उधर से नमक आधा ओभन नै खरायो ना सब चाटचुट गरेर पार्टी भयो जाने
फेरि पानी परेर सबै भित्र आए हाम्रो चाहिँ पार्टी लगभग भयो तो यो बचे कुचेको जो सुन्तलाहरू अब सामानहरू छ त्यो चाहिँ हामी अब राख्न जान लागेको ओ बाहर हेलो गाइस तो हामीहरूको अहिले सबै कामहरू सकियो पार्टी पनि भयो मान्छेहरू पनि सबैजना गयो अब हामी पनि रुममा जान लागेको हाम्रो पनि गाडी आइरहेछ बाहिर सो थ्याङ्क यू गाइस तो थ्याङ्क यू हजुरहरूले यहाँसम्म हेरिदिनु भएको छ भने तो यहाँसम्म हेरिदिनु भएको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला ल लाइक कमेन्ट गर्नु होला ताकि म अझै राम्रोसँग बनाउने प्रयास गर्छु थ्याङ्क यू